हाई एभ्रिवान, नमस्ते अनि सेवाहरू सबैलाई। आज चाहिँ हामी हाम्रो यहाँ स्टेसन हाम्रो घर नजिकैको अर्को नेक्स्ट स्टेसनमा आइरहेको छौँ घुम्नलाई। यहाँनिर चाहिँ अहिलेको सिजनको त्यो फुल फुलिरहेको हुन्छ क्या। अनि यस्तो मन्दिर पनि छ यहाँ एउटा सानो सानो खालको, त्यहाँ जान आँटिरहेका छौँ। म तपाईँहरू त्यहाँनिरको फुल अनि त्यहाँको मन्दिरहरू पनि देखाउने नै छु। अचेल चाहिँ यस्तो धेरै एकदमै धेरै गर्मी बढिरहेको छ। मैले चाहिँ आज एकदमै फेरि रातो रातो लिपस्टिक रातै लुगा लगाएर आइदिएको छु। कहिले पनि यस्तो कडा त लाग्दैन, त्यही पनि यस्तो कहिलेकाहीँ त हिरो नै भइदिउँ भनेर नि। अनि यस्तो गर्मीमा चाहिँ कसैलाई चाहिँ एकदमै हिँड्दा चाहिँ अल्छी लागिरहेको थियो। जबरजस्ती प्लिज मेरो फोटो खिच्दिन भए पनि हिँड्नु भनेर मैले उठाएर लिएको। तपाईँलाई कस्तो लागिरहेको छ? हजुर एकदम खतरा भइरहेछ नि। अब हिँड्नु पर्यो नि दिन छुट्टीको बेला कहिले कहिले। ल अब बाँकी चाहिँ म माथि नै पुगेर देखाउने छु। यो श्राइनको नाम के हो? आफूलाई त पढ्न आउँदैन हो गाइजहरू, अब के हो थाहा छैन। यहाँबाट जाने चाहिँ कस्तो राम्रो शीतल के अरे तामागावा सेन्गेन जिन्जा गयो रेलगाडी। अनि एकदमै शीतल होइन। यहाँ चाहिँ अरू ठाउँको जस्तो मान्छेहरूको भिड भाड पनि हुँदैन नि त। मान्छेहरू हल्का अब त्यो के भन्छ यस्तो एक्सर्साइज गर्नेहरू होइन, वकिङ गर्ने त्यस्तो खालको आफ्नो बिरालोहरूलाई लिएर आइरहेको हुन्छ। डोराउन अनि सानो सानो केटाकेटीहरूलाई किनै अरू त त्यस्तै हुन त्यस्तो यहाँ। यो भनेको चाहिँ यहाँबाट टक्क भ्यू यस्तो देखिन्छ कि। मैले त यस्तो मस्त घाम लागिरहेछ नि, अब तालु पोलिरहेछ। त्यही पनि मैले तर यस्तो तपाईँहरूलाई देखाउन यति दुःख गरिरहेको छु अरे क्या। यहाँनिर छ ठुलो ठुलो खोला। मान्छेहरूले उयो के बजाउनलाई यहाँ सिकिरहेछ। यता आएर त के बजाउन त्यो सिक्ने मान्छेहरू आउँछ नि त। घरतिर त बजाउन पाइँदैन डिस्टर्ब हुन्छ भनेर। यता यस्तो यो गाडीहरू कुद्ने छ। यतापट्टि चाहिँ ट्रेन कुद्छ। अब हामी तलतिर जाऊँ, भित्र जङ्गल साइड पार्कभित्र जाऊँ। यो चाहिँ यति हो मन्दिरको एरिया साइडतिर हो। यहाँनिरबाट हामी छिरिम साइकलहरू कति धेरै पार्क गरिरहेछ। माथि मान्छेहरू आइरहेछन्। हामी चाहिँ खास गरी चाहिँ यो फुल हेर्न लगाएको हो कि। अझै साइब भन्दो रहेछ। नेपालमा नि देख्न त देखायो यो फुलहरू पाहाडतिर हुन्छ, तर नाम के हो थाहा छैन। यत्रो डल्लो डल्लो मलाई कति कुराहरूको यस्तो हुन्छ नि, जीव जन्तु भयो, फुलहरू, बोट बिरुवा यो भनेर कुरा थाहा छ, देखा पनि हुन्छ, तर कतिको चाहिँ नामै केही थाहा नहुने के। यहाँनिर यो पार्कको इन्फर्मेसन चाहिँ रहेछ। यता छ प्लेग्राउन्ड कतातिर हो कतातिर के हो भनेर सबै छ। यो के हो फुलिसक्या हो कि फुल्नलाई बाँकी हो यस्तो पो छ त। यताबाट मासतिर जाऊँ कि उतापट्टिको साइडबाट जाऊँ? यो जङ्गलैभरि छ क्या। यो आज साइड चाहिँ हेर्नु कस्तो राम्रो छ क्या। जे होस् यो ठाउँ चाहिँ हाम्रो यो एकदमै नजिकको अनि राम्रो एरिया पनि ठुलो छ। जङ्गल यहाँ कति ठुलो छ। रियल आँखाले हेरे जस्तो चाहिँ नहुने कि। रियलमा कति राम्रो देखिरहेछ, तर यहाँ भिडियोमा त्यस्तो मजाले अनि कति चाहिँ यो फुलेर पनि सुकिसकेको छ के अरे। हामी अलिकति ढिला भएछौँ कि के हो। फेरि अगाडि ल्याउँदा पनि नफुलेको हुन्थ्यो होला है। गाह्रो छ यहाँ। यतापट्टिको त प्रायः कति धेरै उयो भइसकेको छ कि मर्न थालिसकेको छ फुलिसकेर। यहाँ चाहिँ सबै प्राय पर्पल यो ब्लू ब्लू कलरको रहेछ क्या, नत्र अरू ठाउँमा त अरू कति डिफ्रेन्ट कलरको पनि हुन्छ नि।
यहाँ चाहिँ खास गरी यो यतापट्टि रहेछ नि त धेरै त मजाको यहाँ उयो गरौँ फोटो खिच्छौँ अब एक दुईवटा यस्तो घाम छ दौडिन्छ त्यही भएर यस्तो फेरि आउटर चाहिँ लगाइदिइहालेको क्या यहाँ यस्तो राम्रो बस्ने ठाउँ त छ नि हरियो गार्डन छ तर यस्तो वा सनकिस्ट अरे क्या कस्तो राम्रो देखेको मेरो स्किन हेर्नु न वा यस्तो ग्लो यस्तो साइन छ्या के होला नि म आफै उयो के भन्छ आफै भिडियो बनाउने आफै हेर्ने आफै मक्क पर्ने यस्तो यहाँ बस्ने ठाउँ हरियो हरियो तर मान्छे चाहिँ कोही छैन यस्तो यहाँनिर त्यत्रो मन्थली स्यालेरी दिएको के काम हो यो पर्सनल एसिस्टेन्ट पनि अलिकति चेन्ज गर्ने बेला भइसक्यो क्या यहाँ नभनेको बेलामा राम्रो भिडियो निकाले हुन्छ नराम्रो फोटो अब मेरो फोटो खिच्न छोडेर चाहिँ ऊ यता आफ्नै संसारमा यता टुक्रुक्क उता मोबाइलमा फोटोहरू खिच्न थालिहाल्नु भएको छ के अनि यस्तो पाराले त खोइ मलाई त साह्रै ठिक लाग्दै छैन के कता हिँडेको हट भएर हामी डुल्नु हिँडेको अरू हेरेको हेरै दुश्मन छ धेरै कति राम्रो सोच्छ फेरि आफ्नो जस्ट इग्नोर यस्तो धेरै सिडी चढ्दा पनि तर किन घट्न नसक्या होला म भनेर भन्छु म सिजनको फुल यो पछि साकुराहरू लटरम्म फुल छ यहाँनिर चाहिँ होइन उता पोन साइडतिरबाट जाम उता सायद अहिले लोटस पनि फुल्न सक्या हुन्छ तर यहाँको पोन त मान्छेहरू खासै नआउने भएर होला तर त्यस्तो धेरै केयर चाहिँ गरेको छैन तैपनि लेट्स सी त्यहाँनिर भित्र बार राम्रो पो छँदैछ कि नानीहरूको आवाज आउँदैछ होला यहाँ चाहिँ मान्छेहरू त्यस्तो साह्रो घुम्न नआउने त्यो पैसा नलाग्ने ठाउँहरू भएर सायद होला कि मतलब नजिकको तीर्थ हेला के भन्छ नि समथिङ त्यस्तै क्या भइरहेछ यहाँ चाहिँ सबै झार पलाइरहेछ पोखरीमा पानी पनि त्यस्तो छैन चेप्पाइतेको झार हो क्या यो फुल उयो चाहिँ होइन यो फुल सब मतलब यो झार सबै क्लियर भएर अनि टक्क लोटसहरू यहाँ फुलिरहेको भए ओहो कस्तो राम्रो हुन्थ्यो म फेरि फोटो खिच्न आउँथेँ यहाँनिर अर्को लुगा लाएर ए वाउ लोटसहरू फुलिरहेको रहेछ अलिअलि तर यहाँ मुनि फुलेको चाहिँ छैन अहिले सानो कोपिलाहरू छ तर फक्री गएको त छैन सानो मात्र छ यहाँ तल पनि छ नि कति धेरै फुल जङ्गलै भरिको फुल छ दायाँपट्टि हेरो बायाँपट्टि हेरो फुलै फुल फुलेको छ लगभग परहरू सबै मान्छेहरू यत्रो क्यामेरा लिएर आउँछन् उताको फोटोसोटो खिच्नलाई
यहाँ चाहिँ बुढो बुढो रुखहरू छ क्या जङ्गल दामी छ गर्लफ्रेन्ड यहाँनिर भएको भए त कस्तो मजा है गर्लफ्रेन्ड बोयफ्रेन्डलाई टक्क डेटिङ स्पोट चाहिँ खतरा हुन्थ्यो कि है गर्लफ्रेन्डै छैन उप्स अब एउटा बोयफ्रेन्ड बनाउने बेला भएछ यार कस्तो राम्रो चरा सुन्न पाइन्छ कि यहाँ चाहिँ सबजना नेचरसँग अलिकति नजिकै हुनको लागि चाहिँ यहाँनिर आउने गर्छन् पर सनसेट पनि हेर्न सकिन्छ यहाँ बसेर तर हामी सनसेट भइन्जेलसम्म चाहिँ नबस्ने घरमा जाने आज मोमो बनाएर खाने पार्टी ऊपर खोला छ तर खै यहाँबाट त देखिँदैन होला हौ मेरो आँखाले त देख्छु म कस्तो यति हिँड्दै तपाईँलाई थकाइ लागेको आउनु न हौ जाउँ न आमा यस्तो लक्का जवान मान्छे पनि थकाइ मानेर हुन्छ चस्मा लाग्दैन हो मेलामा चस्मा तपाईँलाई एउटा कुरा सोध्नु छ क्या मतलब तपाईँलाई केही कुरा चित्त नबुझेको मलाई केही भन्न मन छ अथवा केही सोध्न मन छ सोध्न त मन छ नि कति बेला फर्किने त्यहाँ के भन्छ जबसम्म मेरो राम्रो राम्रो फोटो भिडियो आउँदैन तबसम्म यो जङ्गल छोड्ने होइन बुझ्नुभयो नि अनि मतलब मलाई जब मेरो के भन्छ चित्त बुझ्छ नि एकदम भित्र दिल बुझ हुन्छ तब गएर भने मिठो मिठो खानाको परिकार बन्छ नत्र भने तपाईँ आफै बनाउने आफै खाने थाहा छ अब यस्तो हो कि खासमा चाहिँ एक्सपेक्टेसन भर्सेस रियालिटी भन्छ नि यहाँनिर चाहिँ ठ्याक्कै उल्टो हुन्छ हाम्रो क्या सुरुमा फोटो हेर्छ राम्रो लाग्दैन घर गएपछि फेरि त्यही फोटो राम्रो लागिरहेको हुन्छ चुप्नु कति कुरा त यहाँ अहिले राम्रो लागेको फेरि घर नराम्रो पनि त लाग्छ नि होइन त्यही त ल अब धेरै टाइम अलिकति थोरै क्या यता उयोसम्म पुगेर फर्किउँ न त छ्या तपाईँ कस्तो घुम्न भन्ने अल्छी गरे हो आज के अरे नजिकको मन्दिर के अरे तीर्थ केलाई हेलामा के भन्छ नि अघि भर्खरै मैले यो डाइलग हानेको थिएँ त्यही हो के जाम ल सामान आफ्नो अब उठाउनु म चाहिँ चल्दिएको हस्त नमस्ते यस्तो मुस्कान चाहिँ फेरि किन हो नि बिचरालाई पब्जीमा घुटुटुर गन हान्न नपाएर कस्तो भइरहेको होला आम्बो तपाईँको हिँडाइ त कडा छ त हौ अनि त्यस्तो होइन क्या त्यो छ्याप्की हल्लिदिनु भएको ल जान त फेरि उयोबाट यस्तो मतलब खै तपाईँको झोला पनि देखाउनु कि यस्तो गर्नु न त्यस्तो वकमा हिँड्छ नि ऱ्याम्प वक क्या त्यो मोडल त्यो हुँदैन फेसन उयसमा लुगा होइन सुई ल हिँड्दै हाम्रो त तपाईँको वक हेरिदिउँ आज ल जानु ब्याक प्रोफाइल फ्रन्ट प्रोफाइल सबैतिर अनि अब मोडलको सबैतिरबाट देखाउनु परेन त सबैजना आउनु होला लकडाउनमा यस्तो धेरै घाममा पनि के गरिदियो उफ्रिँदैछन् जङ्गल हेर्न कस्तो राम्रो छ हरियाली हरियाली जङ्गल डर लाग्यो भाइ एन्सप होइन के त खटाक पार्नुहुन्छ अघिदेखिको गएँ ढले म बेस भएर फेरि उठेको ल यो कस्तो राम्रो छ यो प्याटर्न यसमा हेर्नु कस्तो दामी छ कि यो
यता तलतिर जाम ओहो यहाँ कस्तो राम्रो सनकिस्टवाला फोटो आउँछ क्या यस्तो खिच्दिनु त ल म टक्कै यहाँ सिँढीमा यसरी बस्छु के भन्नु र यस्तो भएपछि त यस्तो पोज पनि सिकाउनु न त तपाईँले राम्रो आउने क्या तर जे भने पनि फोटो त आम्मो के हो चस्मा लाग्दा त गुन्डेनी जस्तै देख्छ त मलाई त आउनु त तपाईँ पनि चस्मा लाउनु त यस्तो चस्मा लाएर फोटो खिच्दिउँ दुईजना डन भएर पोज दिनुपर्छ भिडियो फोटो अनि भिडियो अन्त सक्यो पहिले मलाई डान्स गराउनु न त यस्तो के गरे भाइ के गरे ल हेर्नु डान्स टिचरको डान्स मलाई के डान्स गराउनु पर्छ भरे छोड्छु तपाईँको डान्स गरिदिउँ फोटो खिच्दा खोजिदिनु टाइटानिकवाला पोज टाइटानिकवाला त अनि टाइटानिकमा गाना अहिले एकछिन तल भन्छु एउटा कुरा कस्तो तपाईँले के फेभरेट गाना उहाँको फेभरेट गाना कुन अरे फेभरेट गाना सुन्नुपर्छ नि त छिटो गाउनु न मुखमे जन्ती बाक्रो छिटो गाउनु न त्यो गीत कस्तो के भन्छ मैले एकचोटि त्यस्तो टिकटक हेर्दाखेरि देखेको थियो होला उहाँले त जति बेला पनि त्यही गीत गाएको सुन्छु क्या एक्लै हुँदा पनि बाटोमा हिँड्दा घरमा जति बेला पनि के किन एकदमै असाध्यै मन परेछ कि त्यो चाहिँ जति बेला पनि मुकु म्याउ कस्तो कमेडी लाग्ने क्या तपाईँ साह्रै थकाइ लाग्यो भनेर उहाँले मजाले यो सबै पार्क पनि घुमिसक्न दिनु भएन कि त्यही भएर घडीहरू त 6 बजेर 13 मिनेट भइसक्यो जतिसुकै बजोस् न दिउँसो न दिउँसो उज्यालो घाम छर्लङ्ग छ दिन मात्रै उज्यालो भएर हुन्छ दिनले त गर्छ त्यो नि 2 नै 3 नै बजे पनि त अनि अँध्यारो छ भने त के घुम्नु त अनि घामै छैन भने त होइन उज्यालो भइन्जेलसम्म त घुम्ने हो नि आजको लागि भिडियो चाहिँ यति नै हो बाई बाई सी यू सुन